नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जसमा भगवानले भन्नुभएको रहेछ, दुःखम दुःख समुपादम दुःखस्य च अतिक्कमम आर्यम चट्ठङ्गिकम धमग्गम दुःखोपशमगामिनम। जसले दुःखको उत्पत्ति, दुःख निरोध हुने आर्य अष्टाङ्गिक मार्गलाई प्रज्ञा दृष्टिले हेरेको छ, त्यसले नै धर्मलाई देखेको छ भनेर भन्न खोज्नु भएको रहेछ। त्यसो हुँदा हामीहरूले चार आर्य सत्यलाई र अष्टाङ्गिक मार्गलाई जान्नु अति नै आवश्यक छ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।